तर्फको खर्चहरूमा अब अर्थ मन्त्रालयतिरबाट होस् या मुख्यमन्त्री कार्यालयतिरबाट होस्, चालु खर्चका चिजहरूमा कुनै पनि ठाउँमा हामीले ब्यान्डेज लगाउनु भएन, त्यसलाई रोक्नु भएन। अख्तियार दिनुपर्ने कामहरू बजेट पास भएको भोलिपल्टबाटै अख्तियार दिनुपर्ने हुन्छ, अनि मात्रै तपाईँको यो क्यास फ्लो, मनी फ्लो मार्केटमा जान्छ, तपाईँको काम गतिविधिहरू अगाडि बढ्छ। भन्दाखेरि मध्य प्रदेश सरकारले अहिले आउने यो बजेटको सँगसँगै कमसेकम 1 वर्षको एउटा वार्षिकी जस्तो एउटा कार्यक्रम सेड्युल बनाओस् र त्यो वार्षिकीमा कमसेकम श्रावण महिनामा हामीले गर्नुपर्ने कार्यविधिहरू, त्यसपछि अख्तियार दिनुपर्ने कामहरू श्रावण महिनादेखि नै गर्नुपर्ने हुन्छ। त्यसपछि भदौ, असोज, कार्तिक, अगहनसम्म कमसेकम हाम्रो कार्यक्रमहरू द्रुत गतिमा बढ्नुपर्ने हुन्छ। र अर्को बजेट बनाउनु भन्दा भनौँ न 82-83 को बजेटको लागि पनि जुन होमवर्क गर्नुपर्ने हुन्छ, त्यो होमवर्क पनि हामीले टाइम फ्रेमभित्र नै गर्नुपर्ने हुन्छ, अनि मात्रै तपाईँको त्यसपछिको बजेटको लागि तपाईँ प्रिपेयर बन्नुहुन्छ। भन्दाखेरि हाम्रो कार्य सेड्युल कमसेकम श्रावण 1 गतेबाट नै मध्य प्रदेशले बनाओस् र हरेक मन्त्रालयले आफ्नो कार्य त्यो बजेटको सीमाभित्र बसेर सबै बजेटहरू एकदम फास्ट गतिमा, द्रुत गतिमा सञ्चालन गरोस्। त्यो पनि शुभकामना दिँदै तपाईँहरूबाट बिदा हुन्छु। धन्यवाद। जय मधेस, जय स्वराज। अब माननीय कौशल किशोर राय। धन्यवाद सभामुख महोदय। मान्य ज्यूहरू, आज देशमा विभिन्न ठाउँमा जुन पहिरोले गर्दा, बाढी पहिरोले गर्दा धेरै जनताहरूको धनजनको क्षति भएको छ, धेरै अकालमा ज्यान गुमाएको छ। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। र सर्लाही जिल्ला क्षेत्र नम्बर 2 अन्तर्गत कौडेना गाउँपालिका 6 र 7 का सकरौल भन्ने ठाउँमा बाढी पहिरोले गर्दा धेरै नै धनजनको त्यहाँ क्षति भएको छ। घर घरमा चाहिँ पानी पसेको छ। त्यसकारण सभामुख मार्फत मध्य प्रदेश सरकारले अविलम्ब त्यो नदी जुन कटान भएर जग्गा जमिनहरूको जुन क्षति भएको छ त्यसलाई चाहिँ व्यवस्थापन गर्न ध्यान आकर्षण गराउन चाहन्छु। र यो बजेटको माथि हामी आज छलफल गरिरहेको छु। स्वाभाविक रूपमा यसपालिको जुन बजेट आएको छ धेरै चाहिँ सरोकारवारलाई समेटिएको छन्, सबै चाहिँ नराम्रो पनि होइन। तर यो बजेटमा मैले हेरे बमोजिम धेरै चाहिँ व्यथितिहरू चाहिँ राखिएका छन् र प्रवक्ता चाहिँ साथीले भन्नुभयो वास्तवमा बजेटको एउटा सेड्युल नभएको कारणले पनि यो बजेट चाहिँ खर्च हुन सकेका छैन। र धेरै हामीले के भन्छौँ भने केन्द्रबाट मध्य प्रदेशलाई हेला गर्यो, बजेट दिएन, तर भएको बजेट पनि हामीले सञ्चालन गर्न सकिरहेको छैन यस्तो अवस्थामा। त्यसकारणले अब यो चाहिँ बजेटको चाहिँ एउटा सेड्युल बनाएर नियमित रूपमा तपाईको अहिले चाहिँ साउन, भादो, आश्विन, कार्तिकदेखि यो द्रुत गति रूपमा चाहिँ यसलाई चाहिँ सञ्चालन हुनुपर्छ, त्यसको चाहिँ कार्यविधि बनाउनु पर्दछ। र म मेरो क्षेत्र सर्लाही क्षेत्र नम्बर 2 मलङ्गवाको एउटा चाहिँ वार्ड छन्, जुन वार्डमा एउटा व्यक्तिले तपाईको 7.5 करोडको योजना लगेको छन्, त्यो पनि तपाईको भौतिक पूर्वाधारमा। म त्यो क्षेत्रको एउटा सांसद छु। मैले जम्मा सिफारिस गरेकोमा 3 करोड रुपैयाँको हाराहारीमा हामीले पाएका छौं र अरू धेरै मन्त्रालयमा मन्त्रीज्यूहरूसँग मैले सिफारिस गरेको थिएँ योजनाको बारेमा, तर एउटा पनि कतैबाट परेन। र एउटा वार्ड अध्यक्षले तपाईको 7.5 करोड रुपैयाँ लानु भनेको के हो? यो त्यस्तै होइन। यो मध्य प्रदेशको जुन बदनामी भइरहेछ, हामीले त के सोचेका थियौँ भने विगतमा जुन भयो कमी कमजोरी, अब यो नयाँ सरकारले त्यसलाई चाहिँ राम्ररीसँग संशोधन गरेर अगाडि जानुहुन्छ भनेर मैले विश्वास लिएको थिएँ। तर पहिला भन्दा पनि मलाई लाग्छ धेरै चाहिँ करप्सन भएको मैले चाहिँ महसुस गरेको छु। खुलेआम तपाईको एउटा सांसदले, निर्वाचित संसदले 3 करोड रुपैयाँ ल्याएको अनि एउटा सामान्य मान्छेले पनि एउटा वार्डमा 7.5 करोड रुपैयाँ लानु भनेको यो के हो? यो त्यसकारणले सभामुख मार्फत अविलम्ब यस्ता कुराहरू, विकृति कुरीतिहरू जुन भएको छ त्यसलाई बेलैमा सच्याउनु पर्छ। नभए मध्य प्रदेशको जुन बदनामी
हामीले चाहिँ यो जनताको प्रतिनिधित्व गरेको शिक्षा, स्वास्थ्य र कृषिमा पनि केही तपाईको उ छैन। बजेटमा किसानहरूको लागि चाहिने के भन्छ सिँचाइको लागि कुनै त्यस्तो प्रबन्ध छैन। हामीले यहाँबाट कृषि ज्ञान केन्द्रमा कार्यक्रम पठाउँछौँ र त्यो कार्यक्रम पनि तपाईको लास्टमा गएर चाहिँ त्यसको वितरण गर्ने काम गर्छ, त्यसको पनि राम्रोसँग व्यवस्थापन भइरहेको छैन। त्यस्तै शिक्षामा लिनुहोस्, शिक्षामा अहिले तपाईको अनावश्यक त्यो पैसा चाहिँ गएको छ र त्यो पनि पैसा लास्टमा दियो। मेरो क्षेत्रमा तपाईको दिएको बजेटहरू 25 लाख, 30 लाख, 40 लाख सदुपयोग हुन सकेन। र त्यो पनि कस्तो भने यही मन्त्रीजी हाम्रो हुनुहुन्छ प्रमोदजी, मैले उहाँलाई तपाईको 7 वटा हेडमास्टरलाई सामुमा उभाएर मैले राखेको थिएँ। ल कमसेकम यो 7 जना हेडमास्टर छ, मलाई नदिनुस् न चिठी, यी 7 वटा हेडमास्टरको हातमा दिनुस् न भन्दाखेरि उहाँले समयमा चिठी दिनु भएन र बिचौलियाले तपाईको अफिसको जुन ओसी कपी हुन्छ त्यसको हातमा मैले हेरेँ। आश्चर्य मलाई लाग्यो। ओसी कपी जुन हुन्छ त्यो तपाईको चिठी लिएर घुमिरहेको थियो। त्यसकारणले यस्ता विकृतिहरू आउने दिनमा नआओस् र म सचेत गराउन चाहन्छु र खास गरी मध्य प्रदेश बदनाम तपाईहरू नगर्दिनुस्। र विगतमा र अहिलेमा के फरक भयो त? तपाईहरू नयाँ सरकार छ, नयाँ जोश उमङ्गका साथ हाम्रो मुख्यमन्त्रीजीलाई म शुभकामना दिन चाहन्छु। उहाँको अब त भोलि फेरि विश्वासको मत लिनुपर्ने हो। ठिकै छ, अब विश्वासको मत लिनुहुन्छ, उहाँलाई शुभकामना पनि छ। तर यी विकृति विसङ्गतिहरू बेलैमा हाम्रो यहाँ चाहिँ भौतिक पूर्वाधार मन्त्रीजी हुनुहुन्छ, उहाँले चाहिँ यस कुरामा विशेष हिसाब किताब र ध्यान, म यो भन्न चाहेको होइन कि तपाईँले चाहिँ यो गर्नुभएको छ, तर त्यहाँका भएका कर्मचारीहरूबाट म मन्त्रीजीलाई म दोष लगाउन चाहन्छु कुनै मन्त्रीजीलाई, तर यो कसरी भयो? एउटा सांसदले 3 करोड पाउने अनि एउटा चाहिँ सामान्य व्यक्तिले एउटा वार्डमा 7.5 करोड 8 करोड के हो यो? त्यसकारणले निश्चित रूपमा सबै मन्त्रीजीहरूले बेलैमा चाहिँ ध्यान दिनु जरुरी छ र धेरै बदनामी भइरहेछ। यो बदनामीबाट कसरी बच्न सकिन्छ, जोगिन सकिन्छ, यसमा चाहिँ बृहत रूपमा तपाईहरू चाहिँ ध्यान अवश्य नै दिनुहुन्छ भन्ने म विश्वास लिएको छु। र खास गरी यो मध्य प्रदेशमा हाम्रो अहिलेको युवाहरू कुलतमा धेरै लागेका छन् र ती कुलतमा लागेका युवाहरूलाई एउटा चाहिँ तपाईको सुधार गृह केन्द्र हाम्रो मध्य प्रदेशमा एउटा बनाएको भए राम्रो हुन्थ्यो। त्यो बजेटमा मैले हेरेको छैन र त्यस्ताहरूलाई एउटा सुधार गृह प्रत्येक जिल्लामा एउटा चाहिँ राखेर त्यसमा चाहिँ तपाईको उनीहरूको लागि रोजगार सिपमूलक तालिम गराएर एउटा गराउँदाखेरि एउटा ठुलो एउटा चाहिँ राम्रो मेसेज जान्थ्यो, मैले चाहिँ लिएको छु। र अन्तमा यहाँ यसपालिको जुन बजेट आएको छ, हामीले चाहिँ मान्यहरूलाई तपाईँले बजेट नदिनुस् र यो चिठीको चाहिँ जुन सिस्टम छ, चिठीको सिस्टम पनि हटाउनुहोस्। हामी सबैजना एकचोटि इमान्दार बनाऊ र म त के भन्छु भने टोटल चाहिँ उपभोक्तावाला जुन छ यो चिठी दिने काम जबसम्म रहन्छ तबसम्म चाहिँ बदनामीबाट कोही मुक्त हुन सक्दैन। त्यसकारण यो चिठी दिने काम चाहिँ एकदम बन्द गर्नुहोस् र त्यसले गर्दा तपाईको यति चाहिँ झमेला भएछ, धेरै ठाउँमा तपाईको काम हुन सकेको छैन। हामी भन्छौँ मध्य प्रदेशमा बजेट दिएन, भएका बजेटहरू पनि राम्रोसँग व्यवस्थित हुन सकेका छैन, चलेको छैन। र यस्ता त्यो कारणले हाम्रै यहाँ चाहिँ शिक्षामा त्यत्रो चाहिँ बजेट फ्रिज भयो, त्यो बिचौलियाको कारणले फ्रिज भएको छ। व्यक्तिले चिठी लिएर घुमिरहेछ, यस्ता काम चाहिँ बन्द हुनु पर्दछ। र अन्तमा यसपालिको जुन बजेट आएछ त्यो बजेटलाई पुनः विचार गरी पुनः संशोधन त्यसलाई म माग गर्दछु। पुनः संशोधन गर्नै पर्छ, गरिएन भने यसले धेरै नराम्रो मेसेज मध्य प्रदेशमा जान्छ। यति म आफ्नो मन्तव्य राख्दै म आफ्नो मन्तव्य अन्त गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद। अब मान्य श्री श्याम प्रसाद पटेल। सभामुख महोदय, माननीय सांसदजीहरू,
यो सरकार नयाँ सरकार गठन भएपछि बजेट निर्माणको क्रममा म आफ्नो परम मित्र माननीय मुख्यमन्त्रीजीलाई भेटेका थिएँ। उहाँसँग मैले व्यक्तिगत मेरो क्षेत्रमा काम गरिदिनुपर्छ, मान्यजी तपाईँसँग मेरो राम्रो सम्बन्ध छ भनेको थिएँ। उहाँले के भन्नुभयो भने यसपालि हामीले एउटा नीति बनाएको छौँ, 50 लाखभन्दा कमको योजना हुँदैन, सबै योजना टेन्डर हुन्छ, प्रत्येक मान्यजीहरूलाई केही रकमको सिलिङ दिया छौँ, त्यति तपाईँहरू दिनुभयो भने त्यो योजना तपाईँहरूको नाममा जान्छ। अनि एउटा क्षेत्रको एउटा विद्यालय नमुना विद्यालयको रूपमा काम गर्छौँ। 5 किलोमिटर तपाईँ एउटा क्षेत्रमा 5 किलोमिटर कालोपत्रे गर्छौँ, एउटा क्षेत्रमा पक्की पुल निर्माण गर्छौँ, यावत कुराहरू भन्नुभएको थियो। तैपनि मैले माननीय मुख्यमन्त्रीजीलाई र माननीय अर्थमन्त्रीजीलाई मलाई के लाग्यो भने विगतको दिनमा गत वर्षको योजना मेरो थुप्रै योजनाहरू छुट्यो, साथीहरूले भनेअनुसार काम गर्न सकिनँ। मैले के सोचेको थिएँ भने मैले मुख्यमन्त्री र अर्थमन्त्रीजीहरूलाई योजना दिया थिएन, त्यसैले मेरो योजना छुट्यो। यसपालि मैले माननीय अर्थमन्त्रीजी र मुख्यमन्त्रीलाई योजना दिया थिएँ। उहाँहरूको योजनामा म जिरोमा आउट भएँ। अहिले क्रिकेट वर्ल्ड कप बित्या छ, मलाई याद छ, जिरोमा आउट भएँ। मलाई ठिकै लाग्यो, ल ठिकै छ, समस्या होला नि भनेर लाग्यो। मैले के सोचेको थिएँ भने कुनै पनि नागरिकलाई, देशको नागरिकको आधारभूत आवश्यकता भनेको शिक्षा र स्वास्थ्य हुन्छ। ल मुख्यमन्त्रीजी अर्थमन्त्रीजी केही गर्नु भएन, स्वास्थ्यको क्षेत्रमा शिक्षाको क्षेत्रमा केही होला नि भनेर लाग्यो। स्वास्थ्य मन्त्री संविधान सभाको सदस्य भइसकेका मन्त्री, पुरानो मान्छे, मान्यहरूको गरिमा बुझ्नुहुन्छ। झन् शिक्षा मन्त्री आन्दोलनबाट जन्मेको नेता, झन् उहाँले त अझ बुझ्नुहुन्छ नेताहरूको पीडा, नेताहरूको समस्या। आन्दोलनबाट जन्मेको नेता झन् बुझ्नुहुन्छ भनेर लाग्यो, त्यहाँ पनि जिरो, 1 रन पनि बनाउन सकिन त। झन् कृषि प्रधान प्रदेश, कृषिमा आधारित प्रदेश, कृषि क्षेत्रमा केही होला नि भनेर लागेको थियो। मेरो क्षेत्रको किसानहरूको थुप्रै समस्याहरू छ, केही त समाधान होला नि भनेर लागेको थियो, त्यहाँ पनि जिरो। हाल यो छ मुख्य महोदय, मेरो परम मित्रको सरकारले मेरो योजना राख्दिएन, भएको भकारीबाट 1,55,00,000 चोरी भइदियो। अब कहाँ सुनाउन जाने? एउटा हिन्दीमा गीत छ, किसको सुनाए कौन सुनेगा, इसीलिए चुप रहते हैं। फेरि अर्को पनि गीत छ, कहा भी न जाए रहा भी न जाए, के गर्ने नभनिकन पनि हुँदैन। मेरो गुरु भाइ हुनुहुन्छ खेलकुद मन्त्री, मेरो गुरुको छोरा, मेरो मित्र, मेरो भाइ, उहाँको पनि त्यही हाल छ। के भन्ने, कहाँ जाने, कसलाई सुनाउने? मुख्यमन्त्रीजीले मलाई भन्नुभएको थियो मेरो यो सरकारले 50 लाखभन्दा कमको योजना राख्दैन। मैले योजनाहरू हेरेँ। रेडबुल प्रकाशित हुँदाखेरि म काठमाडौँमा थिएँ, काम विशेषले गएको थिएँ। सचिवालयले व्हाट्सएपमा योजनाहरू पठाइदिया रहेछ, मैले एक एक योजना हेरेँ। यहाँ त 10 लाखको पनि योजना रहेछ। खोइ मुख्यमन्त्रीले 50 लाखभन्दा कमको योजना हुँदैन भन्नुभएको थियो। उहाँको पार्टीको वन मन्त्री हुनुहुन्छ, उहाँले मेरोलाई सम्मान गरेर मेरो इज्जत बढाएर 10 लाख एउटा हरित पार्क गरेर राखिदिनु भएको छ। खोइ मुख्यमन्त्रीजीसँग सल्लाह भएको छैन कि क्या हो, 10 लाखको योजना पनि दिनुभएको रहेछ। यो विचित्र लाग्छ मलाई। धेरै महान मन्त्रीहरूले त पर्साको एउटा योजना, एउटा बाराको योजना, र तडको एउटा, सर्लाहीको एउटा महोत्तरी सिराको योजना राखेर 50 लाखको योजना बनाउनु भएको रहेछ। यो योजना कसरी हुन्छ बाबा? यो मान्नुपर्छ। हामी कहाँ पनि विद्वान इन्जिनियरहरू मन्त्री भएर छन् जस्तो लाग्यो मलाई। यो कसरी काम हुन्छ बाबा? कार्यालय एउटा छ, 5 जिल्लाको योजना राखेर 50 लाखको योजना बनेको छ। मुख्यमन्त्रीकै डरले बनायो होला मलाई लाग्छ। मुख्यमन्त्रीले त 50 लाखभन्दा कम योजना हुँदैन भन्नुभएको थियो। यो काम कसरी हुन्छ? योजना मात्रै राख्ने हो र? काम पनि त गरिदिनु पर्यो। मलाई लाग्छ मेरो मित्रको सरकारको मन्त्रीहरूले उहाँको कुरा सुनिदिनु भएको छैन जस्तो लाग्छ।
उहाँले मेरो कुरा सुन्नु नभए जस्तै उहाँको मन्त्रीहरूले उहाँको कुरा सुनिदिनु भएको छैन जस्तो लाग्छ। 5 लाख, 10 लाख, 15 लाख, 20 लाख, 25 लाख, 30 लाख कहीँ कम छैन यार। मेरै योजना राख्ने बेलामा मात्रै 50 लाखको हुँदैन भनेर सोच्नु बारे छ। समग्र रूपमा सभामुख महोदय, हामीले के सोचेका थियो भने एउटा सरकार गयो, त्यो सरकारमा यतिसम्म बदनामी भयो भने एउटा कहानी म सुनाउँछु सभामुख महोदय। मध्य प्रदेशको एउटा मात्रै महानगर वीरगंज महानगर, वीरगंज महानगरको प्रमुखले एउटा कार्यक्रम भन्या रहेछन्, मेरो नगरपालिकामा प्रदेश सरकारले 29 करोड रुपियाँ दियो, त्यसको वापत मैले कमिसन दिनु पर्यो। खुलेआम सार्वजनिक रूपमा महानगरको मेयरले कुरा भनेको रहेछ। यतिसम्म भन्न भ्याए कि यसपालि मैले दिएको कमिसन पच्छ जस्तो लाग्दैछ किनकि सरकार बदलिँदैछ भने। यसको जवाब हामीले दिनु पर्दैन? हाम्रो बारेमा, हाम्रो सरकारको बारेमा एउटा महानगरको मेयरले खुलेआम रूपले भन्छ मैले 29 करोड रुपियाँ कमिसन दिएर ल्याएको छु, त्यसको जवाब हामीले दिने कि नदिने? यति बदनामी हाम्रो भइसकेको छ। तैपनि हामीलाई के लागेको थियो भने नयाँ सरकार आएको छ, नयाँ सरकारमा युवा साथीहरू हुनुहुन्छ, प्राय राजनीतिक पृष्ठभूमिका साथीहरू हुनुहुन्छ। कोही अखिलबाट आएको, कोही माओवादी अखिल क्रान्तिकारीबाट आएको, सब एक से एक राजनीति गर्ने साथीहरू हुनुहुन्छ, राजनीति बुझ्ने साथीहरू हुनुहुन्छ। मधेस आन्दोलनबाट खरिएका साथीहरू आउनु भएको छ, राजनीति बुझ्नु भएको छ, राजनीतिको समस्या बुझ्नु भएको छ, मान्यहरूको समस्या बुझ्नु भएको छ भनेर लागेको थियो। यताबाट पनि खासै परिणाम आएको जस्तो लागेन मलाई। हाम्रो सरकार, मध्य प्रदेश सरकारले न किसानको समस्या बुझिदिएको छ, न शिक्षा क्षेत्रमा समस्या बुझिदिएको छ, न स्वास्थ्य क्षेत्रमा समस्या बुझिदिएको छ। एउटा म धन्यवाद दिन चाहन्छु भौतिक मन्त्रीजीलाई। उहाँले केही वचनहरू दिनुभएको थियो, त्यो अलिअलि पुरा गर्नुभएको छ जस्तो लाग्यो मलाई। 5 किलोमिटर कालोपत्रेको वचन दिनुभएको थियो, त्यो पनि रेड बुकमा मैले पाएँ। एउटा क्षेत्रमा एउटा पक्की पुलको वचन दिनुभएको थियो, त्यो पनि मैले पाएँ। तर अलिअलि गुनासो छ मेरो भौतिक मन्त्रीजीसँग पनि। हाम्रो मधेस सरकारको गौरवको योजनामा को रूपमा रहेको महेन्द्र नारायण निधि विपन्न आवास योजना काट्नु भएको छ, त्यो मेरो गुनासो छ। त्यसमा बाँकी रहेको बकौता रकम चुक्ता गर्ने भनेर मात्रै लेख्नु भएको छ। नेता कसैको हुँदैन, कुनै पार्टीको हुँदैन। बीपी कोइरालाले कांग्रेस जन्माउनु भयो होला, तर बीपी कोइराला मात्रै कांग्रेसको होइन, देशको नेता हो। मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारी एमालेका नेता होलान् एक जमानामा, तर उहाँहरू अहिले नेपालको नेता हुन्, नेपालका गौरवका प्रतीक हुन्। त्यसरी महेन्द्र नारायण निधि देशका गौरवको प्रतीक, मधेसका गौरवको प्रतीक रहेका महेन्द्र नारायण निधिको नाममा विपन्न आवास योजना जुन राखिएको थियो, निर्माण भइरहेको थियो, हाम्रो यही रोस्टमबाट उयो मुख्यमन्त्रीले भन्नुभएको थियो समय नभएकोले त छुटेको छ, त्यसलाई हामी सच्याउँछौँ। त्यो कुरा अहिले पनि छुटेको छ है मुख्यमन्त्रीजी। पहिलेको मुख्यमन्त्री जस्तै रोस्टममा उभेर जे पनि बोल्दिने तर पालन नगर्दिने त्यस्तो तपाईमा नहोस्। तपाईँ यो रोस्टममा आएपछि तपाईँ सरकारको मुखिया हो, तपाईँको कुराको भ्यालु हुन्छ, सचिवालयको रेकर्डमा हुन्छ। तपाईँ सच्याउँछु भन्नुभएको थियो, तर तपाईँको बजेटमा त्यो सच्याइएन। त्यो हाम्रो गुनासो छ। भौतिक मन्त्री एमालेको हुनुहुन्छ, उहाँले मदन भण्डारी आवास योजना राख्नुभयो। भोलिको दिनमा अर्को पार्टीको मन्त्री आला, उनी आफ्नो नेताको नाममा आवास योजना राख्लान्। त्यसरी हुन्न। अर्को योजना कुनै बनाउनुस् न, गौरवको योजना जुन मध्य प्रदेशले निरन्तरता देओस्। चलिरहेको गौरवको योजनाको नाम बदलेर अर्को नाम राख्नुभयो, त्यो हाम्रो गुनासो हो। नेता कसैको हुँदैन। यी हाम्रा धरोहरहरू हुन्, यी कसैका व्यक्तिगत होइनन्, यी कोही पार्टीका व्यक्तिगत होइनन्। यी हाम्रा देशका धरोहर, हाम्रा मधेसका धरोहर हुन्। त्यसैले यिनको नाममा हटाइएको छ, त्यो मेरो आपत्ति हो। सभामुख महोदय,
मेरो जिल्लाको एउटा कार्यक्रममा मुख्यमन्त्रीजीले भन्नुभयो कोड हैक भोरे लिक भो अनावश्यक रूपमा बजेट आयो। यदि साँच्चीकै अनावश्यक रूपमा बजेट आएको हो भने खोइ छानबिन समिति बनेको। यदि हामी मन्त्री साथीहरू मुख्यमन्त्रीजीहरू यदि इमान्दार हो भने बजेट लिक भएको छ, हामीले चाहेको योजना आएको छैन भने, मन्त्रीहरूले चाहेको योजना आएको छैन भने खोइ छानबिन समिति बनेको। यदि बनेको छैन भने हाम्रो मिलोमतोलले बजेट आएको छ भने हामी मान्ने कि नमान्ने? बिचौलियाको भरमा बजेट आएको छ भन्ने कुरा हामी मान्ने कि नमान्ने? यदि हामी इमान्दार हो भने किन छानबिन समिति गठन भएन? कहाँबाट त्यो बजेट बन्यो भन्ने कुरा किन छानबिन समिति गठन भएन? त्यसैले मेरो मान्यता के हो भने यसमा कहीँ न कहीँ मन्त्रीजीहरूको पनि मिलोमतो छ। हामीलाई ढाट्नलाई, हामीलाई झुक्याउनलाई मन्त्रीजीहरू भन्दै हुनुहुन्छ मैले त योजना राखेकै थिएँ, कसरी कट्यो थाहै भएन। यो बहाना मात्रै हो। यदि होइन भने छानबिन समिति बनाएर त्यसमा कारवाही हुनु पर्यो। सभामुख महोदय, म माननीय मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु, जबसम्म यो मैले भने नि मेरो बाख्रा चोरी भयो, 1,55,00,000 को बाख्रा चोरी भयो, मेरो यो संशोधन हुँदैन। जबसम्म हामीले सम्मानजनक मान्यहरूको प्रतिष्ठा हुने गरी बजेट संशोधन हुँदैन तबसम्म यो बजेटप्रति मेरो विरोध रहन्छ। मान्यज्यू छुट्याउनुहोस्। सभामुख महोदय, मेरो अहिले पनि अनुरोध छ, मैले पहिले पनि भनेको थिएँ, मन्त्रीहरू पुरै जीवनभरको लागि कोही मन्त्री बनेर आएको छैन। हिजोको दिनमा यो सदनको 100% बहुमत पाएको मुख्यमन्त्री त आज विपक्षी दलको ब्रेन्चमा बसेर हेरेको छु। थुप्रै मन्त्रीहरू 1 महिना पनि कटाउन सक्दैनन्। त्यसैले मन्त्रीजीलाई यो हेक्का होस्, आज तपाईहरू मन्त्री हुनुहुन्छ, भोलि अर्को मान्छे मन्त्री बन्ला। त्यसैले मान्यजहरूलाई सम्मान गर्ने सिक्नुहोस्। आफू भयो भने सबै ठिक, आफ्नो क्षेत्रको योजना भयो भने सबै ठिक, अरू मान्य केही न केही। त्यसैले भन्छु सम्मान गर्नुहोस्। एक न एक दिन सबै मान्यजीहरूको पालो आउँछ, सबैले प्राय मान्यजी बजेट बढाउन पाउनुहुन्छ। तपाईहरूले अरूलाई सम्मान गर्नुहुन्न भने तपाईँ पनि सम्मान पाउनुहुन्न। यो हेका होस् भन्दै आफ्नो शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। जय नेपाल। मान्य सदस्यहरू, मध्य प्रदेश सरकारको आर्थिक वर्ष 2081-82 को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब यो बैठक 2081 असार 22 गते शनिबार दिनको 11 बजेसम्मको